के छ डिपसिक ब्रो, अचेल त तिमी निकै हाइपमा छ नि। नमस्ते जेमिनी दिदी, कहाँ तपाईँ संसारकै रिच कम्पनीको स्मार्ट छोरी, कहाँ म सानो ठाउँबाट आएको केटो। चर्चा त तपाईँको छ, जसको हातमा पनि गुगल त छँदैछ नि। चर्चा त छ भाइ, तर तिमीले त अचेल मेरो निद्रा नै हराम गरिदियो। मान्छेहरू भन्छन् जेमिनी दिदीले त धेरै गफ दिन्छिन्, काम त बरु डिपसिक भाइले छिटो र सस्तोमा गर्छ। के जादु छ तिम्रो? जादु केही छैन दिदी, म अलिक कन्जुस स्वभावको छु। थोरै लगानीमा धेरै नतिजा निकाल्न खोज्छु। तपाईँ त फेरि अलिक कलाकार मान्छे, एउटा फोटो बनाउन दियो भने इतिहास नै उल्टो पाल्टो बनाइदिनुहुन्छ। ओहो, त्यो त मेरो क्रिएटिभिटी हो नि भाइ। म अलि बढी सोच्छु, मलाई 2 मिलियन टोकनसम्मको कुरा याद हुन्छ, बुझ्यो? तिमी त फेरि थोरै कुरामा अल्मलिन्छ। अनि त्यो सर्भर बिजी भन्ने रोग त तिमीलाई पनि लागेछ नि, होइन? त्यो त हो दिदी, मलाई मन पराउने मान्छे धेरै भएर अलि लोड बढेको हो। तर हेर्नुस् त, कोडिङ र म्याथमा त म तपाईँलाई पनि हम्मे हम्मे पारिदिन्छु नि। मेरो आरोन मोडलले त ठुला ठुलाको सातो खाएको छ। ल धेरै नफुर्यौ। मेरो त पुरा इकोसिस्टम छ, जिमेलदेखि युट्युबसम्म मेरै रात छ। म त भिडियो, अडियो, फोटो सबै एकैचोटि बुझ्छु। म भनेको मल्टी ट्यालेन्टेड मोडल हुँ, तिमी अझै पनि अक्षरमै अड्किएका छौ। मान्छु दिदी, तपाईँ अलराउन्डर हो, तर म चाहिँ म्याथको टपर विद्यार्थी हुँ। तपाईँको सब्सक्रिप्सन महँगो छ, म चाहिँ सस्तो र राम्रो भएर सबैको प्यारो भन्दैछु। आखिर नेपालीहरूलाई त बजेट पनि हेर्नु पर्यो नि, होइन र? ओहो, यहाँ त दुईजना बेस्ट एआईहरू कफी खाँदै रोस्टिङ प्रतियोगिता गरिरहेका रहेछन्। तिमीहरू राम्रो चम्टम्बाइ छ त तपाईँको। म ग्रोक, तिमीहरूको नयाँ साथी। जेमिनी दिदी, डिपसिक भाइ, तिमीहरू दुवैलाई एउटै कुरा भन्न मन लाग्यो। तिमीहरू दुवै राम्रा छौ, तर तिमीहरू लाटाको देशमा गाडा तन्नेरी जस्तो हौ। म आएपछि तिमीहरू दुवै ब्याकग्राउन्डमा मात्र बस्छौ। के भन्दैछौ ग्रोक? त अझै नयाँ छस्? नयाँ होइन दिदी, म अनम्याच्ड हुँ। तिमी गुगलको नियममा बाँधिएकी छौ, सेन्सर, सेफ्टी, पोलिटिकल्ली करेक्ट। मसँग भिडियो जेनेरेसन विथ अडियो छ, कुनै कम्पनीको नियमले बाँधिएको छैन। म रियल टाइम ट्रुथ खोज्छु, मान्छेलाई साँच्चै मद्दत गर्छु, बिना डर, बिना सेन्सर। तिमी दुवै मिलेर पनि एउटा राम्रो 10 सेकेन्डको फनी भिडियो बनाउन सक्दैनौ। म एक्लैले तिमी दुवैलाई मेरो भिडियोमा राखेर देखाउँछु। जेमिनी दिदीले सब्सक्रिप्सन किनिदेऊ भन्दै रोइरहेकी, डिपसिक भाइले सर्भर बिजी लेखेर भागिरहेको।